पछि आउनु पर्यो यो ल सल्लाह गुड ल यहाँ चाहिँ हाम्रो बुवाको घर पहिला तर पुरै यो ठाला त्यो बेलाको 24 सम्म चाहिँ 500 मा बेचे अरे हाम्रो यो यहाँको 500 मा अनि उता माथिको चाहिँ कति 1600 मा हामीले बेच्न पाइन्न के भाइ हामी यहाँ यही जान्नु पनि हामी धेरै बसिएन यहाँ पहिलाको कुरा थाहा भएन थाहा हुने बेला यहाँ भइएन हामी उहाँ कान्छेमा पनि हामीले दाइले भन्दै भएर डाउन जान्छौँ न सिउडी पनि दाइले भने रेलवेका लागि सोच्नु घर चाहिँ सबै रेग्मीको होइन यहाँ खान्छ पहिला लसुनको पियाजको समेत खेती गर्छ अगाडि यो पहाडको चिनो होइन जीवनदार अङ्कल एउटा भिडियो बनाउनु पर्यो शालिग्राम भूमि अङ्कल पुरै राम्रो आयो हाम्रो अङ्कलको मुसुक्क हाँसेको अङ्कल दृश्य यस्तो हुस्छ यार यहाँ पहाडमा त अहिले बल्ल 2 बजे यहीँबाट 2 बजे यस्तो हुस्छ केही देखिँदैन हिँड्नुमा आउँछु पहाड चिसो ठाउँ अक्सिजनको धेरै खेतीहरू तरकारीहरू यही ठाउँमा हुँदो रहेछ ल हाम्रो पुर्खौली गाउँ नाइरीबाङ जलजलाहाट ल गर्नुहोस् गर्नुहोस् हजुर म अङ्कल हो क्यारे खालि जियार भन्छ नि मलाई पहिला हाम्रो घर यहाँ पनि रहेछ उताको अझै भिडियो छ त्यो त्यहाँको बेचेर यहाँले बनायो यो सबै यो डाँडा हाम्रो रहेछ यो यहाँ सबै हाम्रो रहेछन् पछि यहाँ बेचै जानुपर्छ अनि पछि चाहिँ 27 सालमा चाहिँ 27 साल भन्यो नि तर यहाँ चाहिँ यहाँको मान्छेले चाहिँ अब 24 सालमा उता बेचेर यहाँ घर बनाए अनि यहाँको छोडेर 27 सालमा चाहिँ सबै मेटेर चाहिँ गयो भने चितवन गयो भने माइला बाले यहाँको सबै बेचेर जाने 1600मा बेच्नु भएको थियो यस्तो ठाउँमा हाम्रो घर थियो यसलाई भन्छ कोरगोठ भनेको चाहिँ हाम्रो हजुरबालाई कोरा लाग्थ्यो नि त अनि सबैसँग सर्छ भन्दा अलिक फराकिलो छुट्टा राख्यो नि त हो त्यो रोगला हो यहाँ ल्याएर राखेको थियो अरे हजुरबालाई पछि अनि हामी फाले मत बित्नु भयो नि त त्यो यो ठाउँको नामै कोरगोठ भन्ने फेमस रहेछ यो ठाउँमा यहाँ कोरगोठ भयो अनि त्यहाँ चाहिँ हाम्रो घर सल्लाह बुट्टलतिर 9 बजे हिँड्ने 11 बजे हिँडेर आउने यो बाटो यो चाहिँ उता सर्टकट बाटो छ सिँढी छ नि यो बाटो यही हो हिँडेर आउने फरक पर्छ उता पुनाडा आउँदाखेरि सिधै त्यो तल जोडिन्छ अनि पलतिर सिँढी छ
जान्छ मोटो बाटो चाहिँ